तर 4-5 जना चाहिँ अघि नै हम्फो ताल्नु भएको छ। अब छेउबाट निस्किनु भयो कि बगायो अब केही थाहा छैन हामीलाई पनि हैन। 4-5 जना चाहिँ पहिला नै हम्फो तालिहाल्नु भयो, नाति बस्नुस् भनेको मान्नु भएन हैन। अब आधी घण्टा भइसक्यो यो अवस्था छ यहाँ हैन। के गर्ने तनाव छ साथीहरु। ल हेर्नुस् अब हामीसँग केही उपाय छैन, जेसीबी पनि आएको छैन। हैन दाइ छोड्दिनु, ढोका खोल्नु। हैन पानी भाग्छ त्यहीबाट, यहाँ अगाडिबाट ठेलेको पानी त्यहीबाट भागिरहेछ के। ढोका नलाउनु, सकेसम्म सिसाहरू पनि खोल्नुस्। मैले यति भन्दै पनि स्वर सुकिसक्यो। जेसीबी आइरहेछ, उ हेर्नुस् जेसीबी आइरहेछ। अब हामीले अब उहाँलाई अब सान्त्वना दिन पाएको अरु केही छैन, सान्त्वना भन्दा अरु केही छैन गाइस। नेपालमा यस्तो छ बाटो। ल हेर्नुस्, यही हो हाम्रो सरकार। बारम्बार महिनामा 3 चोटि बगाउँछ यो खोला। यो खोलाले बारम्बार होम पाइप हालेर 3 चोटि बगाउँछ महिनामा। बाटोमा 4-5 दिन भात नखानु पाएर बस्छ। त्यो बहिनी बल्ल आए ढोकामा आन्टीले बचाएको त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यहाँ। यत्रो बेरसम्म थामेको त नि म पनि हामफाल्न लाग्छ नि दिने। यत्रो बेरसम्म थामेको लाग्दिन यहाँ टकरा भयो दिने हामफाल जोक दिने। यत्रो बेरसम्म थामेको पछि हामफाल लाग्छ यत्रो बेरसम्म थामेको अब कहाँ लेडीजले यत्रो सक्छ त हैन। अब पौडीको पानी पकाउनु है अलि सिसाबाट पनि होइन, पानी सिसाबाट पनि होइन के सिसाबाट मात्रै होइन। बाटो चाहिँ सुनमा हाल्यो बसको हाम्रो अब त्यहाँबाट त्यसमा चढ्यो अब त्यसमा लिएर फेरि उहाँ हेर्नु छिटो गर्नु मान्छे तल 1 जना 2 जना 3 जना 4 जना 5 जना 7 जना 8 जना जनाले नातिकिन जाऊ नातिकिन रोथे नि यस्तो नमजा लाग्छ सर। गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के। लकी हो भगवानले बचाएको। पछाडिबाट धक्का लाग्यो पानीले सकिदैन सर। एकचोटि टायर फस्यो त्यसले गर्दा नि जान पाएन। त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल गए ढोकामा आन्टी त्यही आन्टीले बचाएको 2 दिन जानु फस्थ्यो होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यहाँ। यत्रो बेरसम्म थामेको त नि म पनि हामफाल्न लाग्छ नि दिने। यत्रो बेरसम्म थामेको लाग्दिने यहाँ नकरा भयो दिने हामफाल जोक दिने। यत्रो बेरसम्म थामेको पछि हामफाल लाग्छ दिने। यत्रो बेरसम्म थामेको अब कहाँ लेडीजले यत्रो सक्छ त हैन। अब पौडीको पानी पकाउनु है अलि सिसाबाट पनि होइन, पानी सिसाबाट पनि होइन के सिसाबाट गर्थ्यो अलि रातो जेसीबीमा हालेको अहिले जेसीबीले फेरि स्टाफहरूले बसको हाम्रो राजनैतिक डिभिजनहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ।
गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धि लाइले गयो त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट तर छिटो गर्नु पर्छ पानी परिरहेको केले बुद्धि लाइन नलाइन जस्तो त्यहाँबाट चाहिँ उताबाट लगेको ठुलो भएको रातिको 12-1 बजे छ पानी भइल हुन्छ माथिबाट पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनय सभाको डाइभर्सनबाट चाहिँ बस बगान चलेको अवस्थामा हामीले पनि धेरै सहयोग गर्नु केही गर्न सकेनौँ सब इंडिया है तो